सायद मायाको नाउँ नै यस्तै रहेछ। मायाको परिभाषा नै यही नै रहेछ। मैले सुनेको थिएँ मायाको ठेट परिभाषा हुँदैन भनेर, तर त्यही कुरा आज मेरो जीवनमा मिलेको छ, होइन र पूजा? चोखो माया त लागेकै हो नि, तर गल्ती कहाँनिर भयो त्यो मैले आजसम्म पनि ठम्याउन सकेको छैन। म तिमीप्रति वफादार थिएँ, तिमीले मलाई त्यत्तिकै विश्वास गर्थ्यौ, तर हामी बीचको त्यो विश्वासमा को आयो बिचमा तगारो भन्नु आजसम्म पनि मैले पत्ता लगाउन सकेको छैन पूजा। तिमी त गयौ, तर पनि तिम्रा ती यादहरू मेरो मनमा रहिरहेका छन्। आज पनि मेरो सपनीमा तिमी आउने गर्छौ पूजा। विश्वास नलाग्ला तिमीलाई, तर पनि मैले भनेको थिएँ त्यतिखेर तिमीलाई, तिमी जहाँ भए पनि जस्तो अवस्थामा भए पनि मेरो मन र मस्तिष्कमा छाइरहनेछौ भनेर। तर तिमीले सहजै जवाफ दिएकी थियौ। साँच्चीकै होला र त्यस्तो? के मलाई तिमी सम्झिराखुला र हर बखत? तिम्रो त्यो प्रश्नले मेरो मुटु छिया छिया पारेथ्यो, किनभने त्यति बेलादेखि नै म तिमीलाई यति धेरै माया गर्थेँ कि जुन शब्दमा वर्णन गरेर नै सकिँदैन। हुन त माया शब्दमा वर्णन गरेर गरिने चिज होइन, तैपनि म प्रयास गर्थेँ तिमीलाई मेरो माया बताउनको लागि र तिमीसँगै जीवन बिताउन सक्छु र तिमीलाई नै कुरेर सम्पूर्ण जीवन बस्न सक्छु म भन्थेँ पूजा। तर तिमीले नै यो मुटु टुक्रा टुक्रा पारेर गइदियो। किन यति निष्ठुरी भएकी तिमी थाहा छैन मलाई। एउटा प्रश्न सोध्न मन लागेको छ आज तिमीलाई, मेरो मायामा के कमी थियो? एउटा चोखो हृदयले माया गरेको थिएँ तिमीलाई, सम्पूर्ण रूपमा तिमीमै केन्द्रित भई बसेको थिएँ, तैपनि तिमीले मेरो मनको भाव बुझिनौ। तिमीलाई यति धेरै माया गर्थेँ कि म भनेर भनिन सक्नु छ। कति व्याख्या गरौँ त्यो मायाको? अहिले सुन्दा पनि तिमीलाई लाग्ला यो झुट बोलिरहेछ, तर मेरो मनको व्यथा मलाई मात्र थाहा छ पूजा। तिमी त अर्कैको डोरी चढेर गइसकेको मान्छे, मलाई एक्लै छाडेर गइसकेको मान्छे। आजसम्म पनि तिमीलाई भुल्न सकेको छैन। सायद भुल्नु त्यति सजिलो छैन। तिमी बिना यति खल्लो भएको छ कि जीवन म व्यक्त गर्न पनि सकेको छैन आजसम्म। एकान्तमा छटपटाउँछु, तिम्रै ती पुरानो यादहरूमा रुमलिन्छु अनि आफैले आफैलाई कतै ती दूर आकाशमा खोज्ने गर्दछु। पहिला तिमीसँगै बसेर कटाएका ती यादहरू अनि तिमीसँगै बसेर कटाएका ती रातहरू अहिले झलझली याद बनेर आइरहन्छ मेरो मन मस्तिष्कमा, अनि तिमी छाइरहन्छौ मेरो दिमाग। अनि तिमी मायालु स्वरले भन्ने गर्छौ, प्रकाश अझै पनि म तिम्रै हुँ प्रकाश, यो पूजा तिम्रै हो, सधैँभरि तिम्रै नै रहनेछ। तर तिम्रो त्यो भनाइ आज कहाँ गयो? साँच्चीकै मेरो मायामा के खोट देख्यौ तिमीले र पराइलाई अपनायौ? आजसम्म पनि यसको उत्तर मैले पाउन सकेको छैन। धेरै साथीहरू मेरो जीवनमा आए गए, तर ती सामान्य मात्र रहे। तिमीसँगको सम्पर्क, तिमीसँगको कुराकानी, तिम्रो अगाडि रहँदा मात्र म संसार बिर्सने गर्थेँ। अनि त्यो भेटघाट, त्यो रमाइलो वातावरण अहिले सम्झना पनि कस्तो लागेर आउँछ पूजा। त्यो चोखो माया, त्यो हाम्रो कसमहरू कहाँ गए आज? सम्झेर ल्याउँदा मन भारी हुन्छ अनि एक्कासी भक्कालिन्छु र आँखा रसाएर आउँछ। टिरपिराइरहेका यी आँखाहरू रुन सिवाय अरू केही पनि गर्न सक्दैनन् पूजा। हुन त मैले तिमीलाई यी सब कुराहरू अहिले भनिरहनु कुनै अर्थपूर्ण हुँदैन,
किनभने तिमी त अर्कै भइसक्यौ। तर यी सबै कुराहरू मैले तिमीलाई अगाडि पनि त भनेको थिएँ नि। मेरो मनको भावना बुझ्दै नबुझी तिमी अर्कैसँग गइदियो पूजा। आखिर के गल्ती भयो त्यो मैले बुझ्न सकेको छैन। तिमीसँग बिताएका ती पलहरू सम्झँदा लाग्छ मलाई आजसम्म पनि कि हामी एक अर्काको लागि बनेका हौँ। तिमीले नै भन्ने गर्थ्यौ नि पूजा, जोडीहरू स्वर्गमै भनेर आउने गर्दछ। हो, मलाई पनि ठिक त्यस्तै हुन्थ्यो। म सोच्ने गर्थेँ हाम्रो जोडी पनि स्वर्गमै बनेको जोडी हो। हाम्रो सम्बन्ध, हाम्रो नाता एक प्रकारले प्रगाढ नाता हो, प्रगाढ सम्बन्ध हो, जुन सामान्य कुराहरूले त के ठुलाभन्दा ठुला कुराहरूले पनि छुटाउन सक्दैन। तर के भयो, छुटाइदियो होइन र पूजा? मैले तिमीलाई कम विश्वास गरेँ या तिमीले मलाई विश्वास गर्नै सकिनँ, यो कुराहरू मलाई आजसम्म पनि थाहा छैन। तर यति कुरा थाहा छ, तिमी अर्कीको भइसके पनि म वियोगमा तडपिरहेको छु। अनि सोच्ने गर्छु साँच्चीकै छोडेर जानेहरूले धेरै माया दिँदा रहेछन्। साँच्चीकै धेरै माया। छोडेरै जानु थियो भने त्यति धेरै माया किन दियो भने पूजा? म आज पनि अनुत्तरित छु। त्यही उत्तरको खोजीमा म कति भौतारिन्छु, कति तिमीलाई सम्पर्क गर्ने प्रयास गर्छु, तर तिमी फोनै उठाइदिँदैनौ। हुन त अब तिमीले फोन उठाउनु पनि ठिक नहोला, किनभने तिमी अर्कैकी भइसकेकी छौ। तर कहिलेकाहीँ समय मिलाएर गर्ने तिम्रो त्यो फोनले मलाई झकझक्याउँछ र लाग्छ तिमी अर्काकी भइसके पनि मलाई भुल्न सकेकी छैन। हाम्रो माया अझै पनि निरन्तर चलिरहेको छ। हाम्रो विश्वास अझै पनि अटल छ। हुन त धेरैले भन्ने गर्छन् प्राप्ति मात्र प्रेम होइन, त्याग पनि प्रेम हो। अब तिम्रो त्याग त मैले स्वीकार्नु नै पर्छ बाध्य भएर। त्यो स्वीकार्न नसकुला त्यो मेरो आफ्नै बाध्यता हो, तर स्वीकार्नु पर्छ, त्यो मेरो यथार्थ हो। त्यही यथार्थमा रुम लिएर बाँचिरहेको छु पूजा। तिमी पनि मेरो यो स्थिति देखेर अथवा यो स्थिति सुनेर चिन्तित होली। चिन्ता लाग्ला तिमीलाई पनि, किनभने कसम त सँगै त खाएको हो नि, त्यो मन्दिरमा भाकल त सँगै त गरेको हो नि। ती भाकलहरू याद आउला तिमीलाई पनि, ती कसम याद आउला तिमीलाई पनि। तर नरोनी तिमी, किनभने तिमी अर्कैकी भइसकेकी छौ र तिमीले अर्काको घर सजाउनु पर्छ पूजा। हामी एक अर्काको हुन सकेनौँ त के भयो? हामी अरूलाई त खुसी पार्न सक्छौँ नि। हाम्रो तन मन त सँगै जोडिएको छ। त्यो भौगोलिक दूरता अथवा अन्य कुनै समस्याहरूले छुटाउन सक्दैन। मेरो मन तिम्रै भइसक्यो र म यति कुराको ग्यारेन्टी गर्न सक्छु, तिम्रो मन पनि मेरै हो। तिमीले त्यो मनमा मलाई मात्र सजाएकी छौ। जे हुनु भइगयो। अर्कासँग वैवाहिक सम्बन्ध गाँसिसकेपछि हामीले अर्काको बारेमा पनि सोच्नुपर्ने हुन्छ। आफ्नो घर बसाउनु, श्रीमानलाई खुसी राख्नु, कहिले अब्जस नखेप्नु, किनभने तिमीलाई दुख्दा मलाई पीडा हुन्छ पूजा। तिमीलाई मैले जति माया गर्छु सायद यो संसारमा अरू कसैले गर्दैन होला, किनभने म मेरो मनभित्र केवल तिमीलाई पाउने गर्दछु। तिमीमा म आफ्नो संसार देख्ने गर्दछु। तिमी मात्र मेरी हो। भौतिक रूपमा तिमी अरू कसैकी भइसकेकी होली, तर पनि मेरो मनले यो भन्छ कि तिम्रो मनले मलाई नै माया गर्छ, मलाई नै विश्वास गर्छ। हो, यही विश्वास हो प्रेम। र प्रेम गरेको छु मैले तिमीसँग निस्वार्थ भावनाले। यदि स्वार्थी भावनाले प्रेम गरेको हुनु हो त आजसम्म पनि म तिमीलाई मन पराइरहन्न थिएँ। तिमी अर्कीको जीवनमा प्रवेश गरिसकेकी छौ। अब मैले पनि समाजको मुख हुनकै लागि भए पनि अर्को कसैलाई मेरो जीवनमा प्रवेश गराउनु पर्छ। तर हामी बिचको माया यस्तो प्रगाढ छ, यस्तो गाढा छ कि अरू कसैले चाहेर पनि छुटाउन सक्दैन। म तिमीलाई माया गर्छु पूजा। तिमी मेरी हो, केवल मेरी पूजा। पूजा, मेरी पूजा, मलाई माया गर्ने पूजा।